संविधानको धारा 39 उपधारा 1 प्रत्येक बालबालिकालाई पहिचान सहितको नामकरण र जन्मदर्ता हक हुनेछ। ल छोरी दुध पी, माथि गएर दाजुलाई पनि उठा, यो दाजुलाई दुध दे। छिटो छिटो गएर तयार पर, अहिले स्कुल जान ढिलो हुन्छ। अनि यिनीहरू अझै निक्लेका छैनन्, छिटो निक्ल न, ढिलो भइसकिसक्यो। मम्मी, अघि बहिनीले पढेको सुनेको हामी बालबालिकाका लागि नि शिक्षाको हक रहेछ। म त 12 वर्ष मात्रै पुग्दैछु, म नि स्कुल जान्छु नि। के तँलाई स्कुल पठाएर चाहिँ म घरमा नोकर्ने राख्नु? जति पढ्नु तेरो यहाँमा हुँदाखेरि पढिस्। अब त म आएँ नि, घरधन्दा सिकाउँछु, पछि सुक्खा पाउँछस्। शिक्षाको मात्रै होइन, स्वास्थ्य मनोरञ्जनको पनि हक रहेछ। तर तपाईँले त म बिरामी हुँदा बाबालाई लगेर गाड्दे भन्नु।